जय मसीह तपाईहरु सबैजनालाई। आज म मेरो भाइ सङ्गीतसँग यहाँ राइडमा जाँदै गर्दाखेरि एउटा सानो कुरा सेयर गर्न मन परेर तपाईहरुको अगाडि आइराखेको छु। विगत केही वर्षहरू अगाडि मेरो एक दुईवटा च्यालेन्जेसहरूलाई स्ट्रगलहरूलाई मैले मेरो साथीसँग सेयर गर्दै थिएँ। साथीले त्यो कुरा सुन्ने बित्तिकै भन्नुभयो, डोन्ट वरी सरोज, म तिम्रो लागि प्रार्थना गरिदिन्छु भन्नुभयो क्या। अनि केही महिना बादमा जब प्रभुले त्यो भागबाट मलाई निकाल्नु भयो, मैले मेरो साथीलाई मेसेजमा लेख्दै थिएँ, थ्याङ्क यू सो मच साथी तिम्रो प्रार्थनाको लागि भनेर लेखेको। त्यो मेसेजलाई हेर्ने बित्तिकै साथीले हाँसेर रेस्पोन्ड गर्नुभयो। अनि मैले साथी किन हाँसेको भनेर सोध्दै गर्दा उहाँले भन्नुभयो, सो सरी सरोज, मैले त प्रार्थना गर्नै बिर्सेछु भन्नुभयो क्या। धेरैचोटि हामी अरूको लागि प्रार्थना गरिदिन्छु ल त भन्छौँ, तर हामी बिर्सी पठाइराखेको हुन्छौँ। प्रायः जसो हाम्रो प्रार्थना हाम्रो आफ्नै खाँचोको लागि, आफ्नै समस्याको लागि, आफ्नो बारेमा हुन्छ, जो नराम्रो त होइन, तर प्रभुले चाहनुहुन्छ तपाईँ र मैले अरूको लागि पनि त्यही इन्टेन्सिटीमा, त्यही बर्डनको साथमा प्रार्थना गरेको प्रभुले चाहनुहुन्छ। पौलले आफै फिलिपीको मण्डलीको लागि पनि उहाँले भन्नुहुन्छ, फिलिपी 1:3-4 म तिमीहरू हरेकको लागि मेरो प्रार्थनामा निरन्तर सम्झना गर्छु। यीशु ख्रीष्ट आफैले पनि आफ्नो चेलाहरूको लागि प्रार्थना गरेको हामी बाइबलमा पाउँदछौँ। उहाँले प्रार्थना गरिदिन्छु ल मात्रै भन्नु भएन, तर साँच्चै नै प्रार्थना गरिदिनु भयो। अरूको लागि प्रार्थना गर्नु भन्ने विषय सुन्दा साधारण लागे पनि यो एकदमै महत्त्वपूर्ण विषय हो। यो एउटा एक्ट अफ लभ, परमेश्वरको वचनप्रतिको आज्ञाकारिता अनि उहाँसँगको पार्टनरसिप हो। अनि अरूको लागि प्रार्थना गर्दै गर्दाखेरि चाहिँ यसले अरूको जीवनमा त आशिष ल्याउँछ नै ल्याउँछ, तर यसले हाम्रै जीवनलाई पनि परिवर्तन गर्दै गरेको हुन्छ। यसले परमेश्वरसँगको सम्बन्ध अझै हाम्रो घनिष्ठ पार्दै गरेको हुन्छ। त्यसैले गर्दै गर्दा नेक्स्ट टाइमदेखि चाहिँ हामी अरूको लागि प्रार्थना गरिदिन्छु ल भन्ने मात्र नभएर साँच्चै नै प्रार्थना गरौँ। तपाईँ र मैले गरेको प्रार्थनालाई प्रभुले हतियार बनाइकन कसैको लाइफमा ब्रेक थ्रुलाई ल्याउन सक्नुहुनेछ। जय मसीह।